त्यही हो नि आमा नभएको घर चाहिँ चाडपर्व आउँदाखेरि पनि अँध्यारो हुन्छ जति त्यहाँ जतिसुकै झिलिमिली बत्ती बालौँ होइन जतिसुकै घरलाई सजाउँ तर पनि त्यो आमा नभएको घर चाहिँ त्यो बत्ती बलेर पनि अन्धकार हुन्छ क्या त्यही भएर चाहिँ यो चिजहरू चाहिँ हामी जतिजनाले आफ्नो प्यारेन्ट्स गुमाएको छौँ होइन सायद उहाँहरूले चाहिँ महसुस गर्नुभएको छ होला मैले भनेको कुराहरू चाहिँ आफूलाई त्यही भएर चाहिँ जतिजना आमा बुबा हुनुहुन्छ तपाईँहरू त एकदमै लक्की एकदमै भाग्यमानी होइन चाडपर्वमा पनि छुट्टै रमाइलो हुँदो त्यो घरमा दसैँ तिहारमा पनि छुट्टै रमाइलो हुँदो सबैको भाग्यमा लामो समयसम्म आमा बुबाको माया नलेखेको हुँदो रहेछ क्या अनि त्यसमध्येमा चाहिँ हामी अभागी हौँ जतिजनाले आफ्नो प्यारेन्ट्स गुमाएको छौँ अनि अब त्यही भएर अब जतिजनाको आफ्नो आमा हुनुहुन्छ हैन बुबा हुनुहुन्छ हजुरहरू चाहिँ यसपालिको दसैँ चाहिँ यस्तो मेमोरेबल यस्तो पिसफुल अनि यति राम्रोसँग मनाउनुहोस् कि त्यो चिजहरू चाहिँ सधैँ याद भइरहोस् अनि भोलि उहाँहरू नहुँदाखेरि पनि त्यही यादहरूले चाहिँ तपाईँलाई जिउन सिकाओस् त्यसरी चाहिँ मनाउनु होला भन्न चाहन्छु अनि धेरै धेरै आशीर्वादहरू लिनु होला है आशीर्वाद लिँदाखेरि चाहिँ बरु त्यो दक्षिणा भन्दा पनि अब सानो बच्चा हुँदाखेरि त ला कसले कति रुपियाँ दक्षिणा दिन्छ है 5 रुपियाँ दिँदाखेरि किचिक्क भएर आउने 20 रुपियाँ दिँदाखेरि चाहिँ वाउ 20 रुपियाँ पायो भन्दै खुसी हुँदै आउने दिनहरू पनि थियो पहिला पहिला सानोमा हुँदाखेरि तर पछि चाहिँ जब आफू कमाउने हुन्छ हैन अनि त्यो भइसकेपछि चाहिँ फेरि बुबा आमाको आशीर्वादै प्यारो लाग्ने क्या एकदम आनन्द लाग्ने आशीर्वाद चाहिँ अनि त्यो पलहरू त्यो समयहरू आउँछ तर बित्दै जाँदाखेरि सबै चिजहरू गुमाउँदै जानुपर्छ यस्तै छ दिदी धोकरे दिपेश महतो मेरो प्यारो भाइ आशीर्वाद छ है मेरो भाइलाई कस्तो मजाले ढोक्कारे भन्दै लेख्नु भएको छ क्या अब यहाँ रोटी छ हैन अब म एक्लैले यत्रो रोटी त खान सक्दैन दिनदिनै एउटा एउटा तताएर खाने हो तपाईहरु पनि खाने भए आउनु होला यहाँ म चाहिँ अब सिस मलाई यहाँ ठुलो प्रब्लम आएको छ हेल्प गर्नु न कस्तो प्रब्लम होला जिन्दगीमा सबैको ठुलो ठुलो प्रब्लम आउँछ हरेस नखानुस् के गर्नु हरेस नखानुस् कफी खानुस् इस म त अब यहाँ आलु र उयो के रे आलु र अनि यो बनाइदिन लाग्यो आज त लाउरी बाजे त आएन नि त आज लाउरी बाजे कता हराउनु भयो साथीहरु मेरो आइडी त कोमामै पुगेछ ट्याप ट्याप गरिदिनुस् न हौ मज्जाले ट्याप 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 गरिदिनुस् त सधैं कफी खान आउनुहुन्थ्यो हैन अनि आज त डाइरेक्ट माम खाना आउने रहेछन् कि क्या हो अब म यो आलु र अनि त्यस पछाडि हो यो बनाइदिने हो क्या मजा ब्रोकाउली हो कि के जात हो यो बेलुका मासु खाने बिहान चाहिँ
आलु र ब्रोकाउली खाने ला यही बनाएर राखिदिन्छु ब्रोकाउली रे दाइ यही ब्रोकाउली बनाइदिने कस्तो आज त आएन नि झन् आज मैले यस्तो मिठो रोटी बनाएर राखिदिएको त आउँदैन नि त पनिसमेन्ट पाए जस्तो छ कताबाट हो नि दिदी तपाईँ म यहाँको चुलोमा अझै कन्फ्युज हुन्छु क्या यहाँको चुलोमा यो बान्ने हो कि त्यो बान्ने हो कि भन्दा भन्दै यहाँको प्याज फेरि पुरै सेतो छ अनि त हाँसो लाग्ने प्याज पनि कस्तो क्या अयो प्याज जस्तो नि नलाग्ने है सेतो के हेर्नु न त हाँसो लाग्दो ए मैले यहीँ आएर देखेको यस्तो प्याज सेतो छ त्यो प्याज त खाँचै खाने हो नि त काँचै खाने काँचै त के मिठो हुन्थ्यो र हौ दाइ हो कि बाहिर काँचै त के मिठो हुनु हौ त्यो चिया पनि गरेन त के हो आयो चिया पनि गर्दैन त यहाँ चाहिँ माकुरा चाहिँ खुब धेरै हुँदो रहेछ हो माकुरा जतिखेर नि माकुराले उयो बनाइहाल्छ भने माकुरा हुने क्या तपाईहरु त माम खाएर तेल तताको छैन रहेछ तातेको नरहेछ क्या च्वाइ नै गरेन हाँसो लाग्ने दाउरे ल्याइदिनु भनेको बाहिर पकाएर बाहिर मिङमा दोर्जे दाइले सोध्दै हुनुहुन्छ दाइलाई पनि एकदम धेरै माया मिङमा दोर्जे दाइलाई एकदम धेरै माया छ है अनि मैले नि धेरै सम्झेको छ भनिदिनु ल के भन्न लाग्थेँ मैले बिर्सेँ मेरो फेभरेट साग चाहिँ हो मलाई यो साग चाहिँ कस्तो मनपर्छ Happy birthday to you and your family. कसको बर्थडे हो चिया हाँसो लाग्ने गर्नुहुन्छ कसको बर्थडे छ र बेला न कुबेला ह्यापी बर्थडे भन्नुहुन्छ त खोप्रा दाइ ह्यापी बर्थडे रे बुढी भैया अब ह्यापी दसैँ गिबिना दिदी
ह्याप्पी दसैँ युट्युब सिस। अब खै ह्याप्पी नाम मात्रै ह्याप्पी हो, के दसैँ के तिहार यस्तै छ जिन्दगी। आलु र हजुरको हस्बेन्ड खै दिदी? मेरो हस्बेन्ड तरकारी धन्नै गरेछ यहाँ। सरला त यही हुनुहुन्छ तपाईँ? दाइ यहाँ गेस्टमा आउनु न दाइ।